So hello and namaste everyone. This is your boy Prajal Gimire back again with another vlog, another Tazi vlog, It's so late. मैले लास्ट भिडियो अपलोड गरेको त 38 डेज कति भइसकेको छ हैन. आइ एम रियली सरी हैन. यति टाइम लाग्यो. तर खासमा कुरा के भने नि अब लाइफ यति बिजी भयो कि लाइक भिडियो बनाउनुतिर ध्यानै भएन क्या हैन. तास्मानिया अलि स्लो छ छन चाहिँ तर मेरो लागि चाहिँ अलिकति फास्ट भयो हैन. एनीवे त्यो कुरा छोड्दिउँ हैन. अब ब्याक आइसकेको छु. अनि अर्को कुरा चाहिँ के भन्न थालेको भने आज चाहिँ म हैन कतै निक्लिँदै थिएँ. यसै घरमा बसिरहेको थिएँ. आज मेरो डे अफ थियो. घरमा बसिरहेको थिएँ अनि आज मलाई के भयो भनेर भन्दाखेरि मेरो एउटा साथीले चाहिँ मलाई जर्सी पठाइदिएको थियो क्या नेपालको क्रिकेटको फ्यान हैन. नेपालको क्रिकेटको जर्सी मगाएको थिएँ मैले अनि उसले पठाइदिएको थियो. अनि यहीँ बिचेनो भन्ने ठाउँमा चाहिँ एकजनाले उसको साथीले मेरो साथीको साथीले लिएर आइदिएको छ. अनि ऊ चाहिँ त्यहाँ बस्दो रहेछ. अनि मैले लास्ट विक मेसेज गरेको थिएँ. उसले चाहिँ थर्सडे आउनु त यदि अभाइलेबल छ भने भनेको थियो. अनि मेरो खासै थर्सडे अफ चाहिँ हुँदैन थियो. तर पनि मैले यसपालि चाहिँ अफ राखेर मैले गरेको थिएँ. मैले सुक्कै बिर्सेको रहेछु कि प्लान होइन. तर पनि अहिले चाहिँ 11:37 भइसक्यो. मलाई याद आयो अनि 11:37 भइसक्यो. अब लेट्स गो गाइज होइन. आज चाहिँ सोलो हुन्छ. लेट्स गो, लेट्स एक्सप्लोर तास्मानिया. अब सुरु है त गाइज. आइल सी यु अन द वे. हाम्रो प्लान चाहिँ खासमा 12 बजीदेखि 1 बजीसम्म भेट्ने भनेर भनेको थियो. यहाँबाट 2 घन्टा 45 मिनट लाग्ने रहेछ त्यहाँनिर जानलाई. अलिकति लेट हुन्छ. आइम रियली सरी होइन. दोस्त भनौँ के भनौँ साथी भनौँ होइन. अन माई वे. गाडी चाहिँ वार्मअपको लागि मैले छोडेको थिएँ. आइएम रियली सरी गाइज होइन. मैले चाहिँ अहिलेसम्म ट्रान्सफर गर्न पनि भएको छैन होइन. मेरो अझै पनि सिडनीकै नम्बर प्लेट छ होइन. 3 महिनासम्म जहिले गर्दा पनि हुने रहेछ. अनि त्यही भएर मैले उयो गरेको छुइनँ. हतार गरेर किन गर्नु भनेर मैले गरेको छैन. अब गर्छु सुन विदिन दिस विक अर लाइक नेक्स्ट विक. 1 महिना हुँदैछ म आएको. लेट्स गो. अब मैले म्याप सेट गरेको छु. ट्याक्कै 2 आवर 42 मिनट 2 आवर 42 मिनट लाग्छ. 2:21 म त्यहाँ पुग्छु. अब अलिअलि लेट त भइहाल्छ होइन. हामी नेपाली हो. नेपालीको पहिचान नै लेट. अलिअलि भनेको ठाउँमा लेट जाने हो. कस्तो छ मेरो चस्मा कमेन्ट गर्नु होइन. एनिवे गाइज लाइक लेट्स सी यु अन द वे है त. अन्त अझै लेट हुन्छ. अलिअलि फ्युल टपअप गर्नुपर्ने थियो अनि मैले टपअप गरेँ होइन. अनि अर्को कुरा गाइज होइन. तास्मानियामा म आएदेखि फ्युलको भाउ होइन बढेको छ. मैले आउँदाखेरि 154 मा मैले तास्मानियामा आउने बित्तिकै 154 मा हालेको थिएँ मैले फ्युल होइन. बाबरे 183 पुगिसक्यो कि म आएपछि. आइम रियली सरी होइन ताजी पिपुल होइन. म आएपछि तिमीहरूको भाउ बढिरहेछ तेलको होइन. आइम रियली सरी फर द्याट. तर मलाई पनि लाइक त्यस्तो फिल भइरहेछ कि म आएदेखि भाउ बढेको कि घटेकै छैन. ल एनिवे आइल सी यु गाइज है त. आइल किप यु गाइज अपडेटेड. यो चाहिँ गर नहुने हो होइन. गाडी चलाइ क्यामेरा रेकर्ड गर्नको लागि होइन. तर खोइ अगाडि बाटोमा चाहिँ के हाइवेमा होइन लाइक सायद एक्सिडेन्ट केही भएर होला होइन. पुलिसले मलाई अब भनौँ न हामी सबैलाई लाइक भित्र बाटोबाट डाइभर्ट गरेको होइन. तर यो भित्र बाटो होइन. म ओकल्यान्ड ड्राइभ हुँदै आएको थिएँ होइन. भित्र आई डोन्ट नो म फर्स्ट टाइम आउँदैछु यो बाटो होइन के हो होइन. तर यस्तो सेनिक ड्राइभ छ यार हेर होइन. लाइक यो यस्तो भयो होइन. अनि यता हेर क्या यस्तो बवाल छ होइन यो ड्राइभ चाहिँ. आइएम रियली इन्जोइङ. अरू मान्छेहरू चाहिँ भित्रबाट गइरहेको थियो होइन अरू बाटोबाट. तर म चाहिँ एकदम यो बाटो एकदमै बवाल इन्जोय गरिरहेको छु. त्यही भएर म चाहिँ यो बाटो आएँ. किन भन्दाखेरि यस्तो दामी सिनिक छ कि यहाँभित्र होइन. फार्मिङ होइन. फार्मिङ भइरहेछ भनौँ न. फार्मल्यान्डहरू छ. अनि यता छेउमा डाँडा होइन. अलिकति बिचमा लाइक खोला जस्तो होइन पानी होइन. बबालै छ है गाइस. मलाई चाहिँ दामी लाग्यो होइन. आइ एम रियली इन्जोइङ इट होइन. आइल सी यु गाइज होइन. आइल किप यु गाइज अपडेटेड. हेर न बबाल. चाहिँ ठ्याक्कै यहाँनिर लोकेसनमा आएर बसेको छु होइन. मेसेज पनि गरेको छैन होइन. म आइपुग्यो भने मेसेज गर्छु अनि त्यसपछि यहाँबाट लिन्छु. अनि आफ्टर ट्राभलिङ 2.5 आवर मैले मेरो जर्सी लिइसकेँ. अनि त्यहाँ बस्दा मैले के डिसाइड गरेँ भन्दाखेरि यहाँनिर एउटा टुरिस्ट पोइन्ट छ क्या दब्लो हल भन्ने. अनि त्यो हेरौँ न जस्तो लाग्यो. अनि त्यही भएर म आएको छु. यहाँनिर लाइक मान्छेहरू चाहिँ टन्नै छन्.
मैले चाहिँ कायमाको प्लो ल्याएको भएर होला होइन मलाई चाहिँ खासै त्यस्तो वाउ लागेन वाउ त छ तर लाइक त्यस्तो ठुलो लागेन तर के भन्छ नि अब यहाँ त कायमाको जत्रो प्लो त पाइँदैन नि त अनि त्यही भएर अब यसलाई नै हेरेर चित्त बुझाउनुपर्छ होइन रमाइलै थियो रमाइलै छ ट्यास्मेनिया पनि त्यस्तो नट ब्याड यहाँ घुम्ने ठाउँहरू चाहिँ लास्टै धेरै छ होइन लाइक 1 वर्ष घुमेर पनि भ्याइँदैन अरे तर घुम्ने समय पनि छैन होइन एनिवेज अब चाहिँ म यहाँबाट निस्किन्छु केही खान्छु अनि त्यसपछि वे ब्याक होम किन भन्दा राति छिटै पर्छ क्या अनि गाडी चलाउन अलि अप्ठ्यारो हुन्छ बाटो पनि यस्तो साँघुरो छ है एउटा भन्दा गाडी नछिर्ने खालको बाटो छ त्यही भएर छिटै छिटै निक्लिनुपर्छ खै जे लिन आएको त्यो पाइहालेँ अब घर जाने नै हो बिस्तारै खाजासाजा खाएर अब निक्लिन्छु यसै यो अन द वे आफ्टर ह्याभिङ अ क्विक ब्रेक होइन मैले यहाँ खाजासाजा खाएँ अनि कफी सबै पिएँ होइन अनि एउटा चाहिँ कोल्ड कफी लिएरै आएको छु किन भन्दाखेरि यो लङ टर्म पिन्छु भनेर अनि अर्को कुरा भनेको चाहिँ यहाँनिर खासै त्यस्तो धेरै ठुलो धेरै थोक हेर्ने चाहिँ रहेन रहेछ होइन तर एक दिनभरिलाई अब बुवा मम्मी ल्याएर घुमाउने खालको चाहिँ छ होइन लाइक पोइन्टहरू जस्तै यहाँ अन द वेमा मैले एउटा के देखेको थिएँ भने लाइक स्पाइकी बिच भनेर होइन त्यस्तो त्यस्तो कुराहरू चाहिँ छ अनि एकदम ड्राइभ चाहिँ एकदम सिनिक छ होइन आई इन्जोय द ड्राइभ अलमोस्ट म 6:11 घर पुग्ने रहेछु अब यसले देखाएको टाइम त एक्ज्याक्टली पुग्न गाह्रै छ होइन मैले चाहिँ यो चाहिँ त्यहाँनिर टाँस्ने कोसिस गरेको किन भन्दा यहाँ अलिअलि धुलो रहेछ ड्यासबोर्डमा त्यही भएर मैले अहिले टाँस्ने चाहिँ फेरि नै यसलाई क्लिन गरेर अनि म टाँस्छु घरमा मैले एङ्गल चाहिँ मिलाएर राखेको छु होइन सेट भइसकेको छ एङ्गल यहाँनिर टाँसेर अनि यसले उता भित्रको नि के अरे यसले यता मपट्टिको नि क्लिप खिच्छ अनि उतापट्टि बाहिरपट्टिको नि होइन ड्राइभ सिनिकहरू पनि खिच्छ भन्ने विचारले मैले त्यहाँनिर टाँस्ने विचार गर्दैछु अब हेरौँ के हुन्छ किन भन्दा यो एकचोटि टाँसिसकेपछि फेरि त्यहीँ टाँसिरहन्छ नि त अनि फेरि 15 मिनटमा यस्तो छ यार जताततै होइन के भन्छ यसलाई वर्क इन प्रोग्रेस के रोडमा होइन जताततै होइन अनि 15 मिनटमा रेड सिग्नलमा रोकिनुपर्छ क्या हाइवेमा होइन एनिवे यो त एकदम राम्रो कुरा हो किन भन्दाखेरि नेपालमा चाहिँ यहीँ काम भइरहेछ होइन डोजरले त्यो ढुङ्गाहरू पन्छाइरहेछ अनि त्यहीँबाट गाडीहरू गुडिरहेको हुन्छ बाइकहरू त्यहीँबाट गुडिरहेको हुन्छ होइन कहिलेकाहीँ त्यो स्लिप भएर आएर होइन लाग्न पनि सक्छ दिस इज सेफ होइन किन भन्दाखेरि यहाँनिर उनीहरूले सेफ छ भने मात्रै जान दिन्छ नत्र भए जान दिँदैन अनि यसरी चाहिँ यो रातो बत्ती बल्नेको चाहिँ अगाडिबाट गाडीहरू आउँदैछ होइन अनि त्यही भएर हामीलाई रोकेर अगाडिको गाडीहरूलाई जान दिएको दिस इज सेफ होइन दिस इज हाउ कन्स्ट्रक्सन वर्क सुड बी डन इन नेपाल एज वेल किन भन्दाखेरि नेपालमा त अझै धेरै कन्स्ट्रक्सनहरू हुन्छ होइन नेपालमा चाहिँ यस्तोको जरुरत छ क्या तर आई डोन्ट नो वाइ होइन नेपालमा चाहिँ जानु हुँदैन इट सुड बी देयर सोच है कन्स्ट्रक्सनवालाहरू मान्छेहरू मार्न हुँदैन धेरै हुन त के भन्नु कसैलाई मतलबै छैन सी गाइज बिफ है गाइज गाईहरू चरिरहेछ काला काला गाईहरू क्या क्युटहरू छन् चरिरहेछन् पुरै बन्जर जमिन छ यता त्यस्तै छ पुरै गाईहरूको घाँस खाने ठाउँ एकदम मलाई चाहिँ बबाले लाग्यो यो ठाउँ होइन त्यहाँनिर ग्रिन लाइट बल्यो क्या त्यही भएर काट्न पऱ्यो होइन म चाहिँ के भन्दै थिएँ भने यहाँनिर चाहिँ एकदम बबाल ब्युटी छ क्या होइन यस्तो बबाल टेरेन के उता अगाडि डाँडा अनि यहाँनिर प्लेनल्यान्ड होइन यो प्लेनल्यान्ड चाहिँ फेरि पुरै कस्तो भने सिमसार भन्छ नि पानीहरू जमेकोवाला क्या हो त्यस्तो हो यहाँनिर चाहिँ अब अहिले सुक्खा छ अलिकति अगाडि गएपछि चाहिँ सिमसार निक्लिन्छ होइन इट इज रियली ब्युटी तास्मानिया इज रियली ब्युटी यदि यस्तो नेचुरल ब्युटीको लागि हो भने अनि अर्को कुरा भनेको चाहिँ तास्मानियामा चाहिँ धेरै काठ पाइन्छ भनेर भन्दो रहेछन् मान्छेहरूले होइन पहिला चाहिँ यहाँ काठको तस्कर हुन्थ्यो अरे अनि अहिले चाहिँ सिन्स मेनल्यान्डमा अब खजानाहरू मिनरल रिसोर्सेसहरू भेट्न थाल्यो नि त अनि त्यही भएर यहाँको काठको तस्करहरू बन्द गरेर अब मान्छेहरू चाहिँ खजाना खोज्न जान्छन् रे भनेर मलाई अस्ति एउटा यहाँ ताजी मान्छेले भन्दै थियो क्या होइन अनि काठको तस्करहरू चाहिँ अब तास्मानियामा हो है गाइस अब यहाँ कतिखेर ग्रिन लाइट हुन्छ रेड लाइट ग्रिन लाइट खेलिरहेछन् लाइक लिटरली 2 मिनट पनि भएको छैन कि यो रेड लाइट कटेर आएको फेरि अर्को रेड लाइट छ हुन त अब ग्रिन लाइट है त म गएको बाई बाई हाम्रो नेपालमा पनि यस्तैसम्म बाटोहरू कति हुनसक्छ नि त लेफ्टपट्टि पुरै धान फलिरहेको होइन तोरी फलिरहेको राइटपट्टि अर्को बारी होइन यस्तो बिचबाट बाटो सही छ नि त नेपालमा पनि यस्तो चाहिँ हुनुपर्ने हो यहाँ बाबरे यस्तो बवाल बाटो छ क्या सिधा बाटो होइन यति सिधा पनि छैन तर यस्तो चाहिँ हुनु पऱ्यो क्या नेपालमा पनि यता पनि पुरै चौरी यता पनि पुरै चौरी होइन
बिचमा बाटो क्या ओभर ब्युटी छ हौ तास्मानिया गाइस फाइनली म चाहिँ घर आएँ अनि क्लास चाहिँ थाकेको भएर सुतेँ त्यतिखेर अनि अब अहिले चाहिँ ब्लगको एन्ड बनाऊँ भनेर सोचेको अब ब्लग एडिट गरेर अनि अपलोड पनि गर्छु अझै अनि अर्को कुरा लेट्स मेक माई ब्लग लिटल बिट मोर इन्टरेक्टिभ कमेन्ट डाउन बिलो होइन तपाईँहरूलाई चाहिँ तास्मानियाको कुन चाहिँ ठाउँ घुम्न मन छ कमेन्ट डाउन बिलो हेर्न मन छ कमेन्ट डाउन बिलो आई विल गो देयर एन्ड मेक अ ब्लग होइन बबाल ब्लग बनाउँछु अलिकति इन्टरेक्टिभ बनाउनु पऱ्यो कि अनि ब्याक टु फर्म होइन तास्मानिया आएको लाइफ पुरै डिफ्रेन्ट भयो अनि लाइक म अलिकति बिजी थिएँ अब चाहिँ म लाइक ब्याक अन ट्र्याक आइसकेको छु अब चाहिँ आई विल किप पोस्टिङ भिडियोज अनि अर्को कुरा चाहिँ प्लिज यति यहाँसम्म आइदिनु भएको छ तपाईँलाई राम्रो लाग्यो भने चाहिँ डु सब्सक्राइब माई च्यानल लाइक द भिडियो कमेन्ट डाउन बिलो वाट यु लभ एन्ड वाट यु डिन्ट लभ इट अनि त्यही हो डु सब्सक्राइब एन्ड कमेन्ट डाउन बिलो वाट वेयर विच प्लेस यु वान विजिट नेक्स्ट